लद्दाखहरु जानु हुन्छ मुस्ताङ जानु त्यो केटाहरु गाडी लिएर हामी अहिले तिमी जाँदैछौँ तिमी यो तपाईको गाडी लिएर पनि सक्छ नि मुस्ताङ तिमीमा चाहिँ चियापत्ती बगान छ अरे ग्रिन ब्ल्याङ्केट भन्छ अरे भनेर सो अहिले हामी तिमी भन्ने जग्गा जाँदैछौँ यहाँबाट अनि अब सुरु हुँदैछ तिमी भन्ने ठाउँ चाहिँ यहाँबाट हामी हिँड्दै हिँड्दै बिस्तारै अगाडिको दृश्यहरू तपाईँ देख्न सक्नुहुन्छ यहाँबाट डाक्टर इस्माइल दा अगाडि सो दृश्यको मनोरम दृश्यको लाभ उठाउनु हुँदै अनि र अहिले तपाईँले देख्दै हुनुहुन्छ यहाँ हामी तिमी भन्ने जग्गा जाँदैछौँ यहाँ केही एक दुईवटा रमाइलो फोटो खिच्ने ठाउँहरू भएको कारणले गर्दाखेरि हामी यहाँ यसो रोकेर गाडी रोकेर तस्बिरहरू लिने क्रममा हामी अगाडि बढिरहेको छौँ र यहाँ हाम्रो सोलोभन्दा अगाडि हुनुहुन्छ यहाँदेखि तल तपाईँले हेर्नुभयो भनेदेखि चाहिँ चियापत्ती चाहिँ ब्ल्याङ्केट जस्तो देख्न सक्नुहुँदो रहेछ यहाँ हर्स पनि छ यहाँनिर हामी यसलाई इङ्ग्लिसमा हर्स भन्छौँ यहाँ तल नेपालीमा त के भन्छौ घोडालाई घोडा भन्छ गधा माथि रकेट गएको धुवा पनि रहेछ ऊ माथि तपाईँले देखाइदिनुहोस् यसो क्यामेरा घुमाएर रकेट भर्खरै रकेट गएको रकेट जान्छ भर्खर गएको रकेट यो तिमीबाट हामी अब उकालो लाग्यौँ साह्रै मजाको जग्गा मन पर्यो एकदमै पयौँ फुलेको अलिकति ढिलो भएछौँ हामी पयौँ फुलेको त्यति भेट्याइन तर पनि इन्जोय गरिरहेछौँ हामीले है अब यहाँबाट हामी सोच्दैछौँ हामी रबङ्ला भएर हामी पेलिङतर्फ जान्छौँ बाटो एकदमै सफा र खाली देखिँदैछ अहिलेसम्म त साह्रो मजा लाग्यो बाटो चाहिँ साह्रो मजाको मजा पो लाग्यो मलाई यो जङ्गलहरू भएको वरिपरि धुप्पी टुनी लप्सीको बोटहरू रहेछ बज्राटको रुखहरू देखिँदैछ उयो अगाडिको बजार जस्तो लाग्यो मलाई हामी यहाँ पेलिङ स्काई वकमा आइपुग्यौँ र अहिले सोलोभन्दाले टिकट काट्नुभयो र हामी जाँदैछौँ यहाँनिर अगाडि टिकट काउन्टर यहाँ रहेछ सो हामी स्काई वकमा भित्र हिँडिरहेछौँ जाँदैछौँ स्काई वक चाहिँ यही हो देख्नु हुँदैछ तपाईँहरूले स्काई वक अब यहाँ हिँडिन्छ अब जुत्तासँगै हिँड्नुपर्ने हो कि जुत्ता खोलेर हिँड्नुपर्ने हो जुत्ता खोलेर मोचामै हिँड्नुपर्ने रहेछ दाहरू यता फर्केर यसो खै भनिदिनुहोस् न गएकै गर्नुहुन्छ स्काई वक आइसकिसक्यो हो जुत्तामै जानुपर्ने कि मोचामा जानुपर्ने हो आमा परको फेरि हेर्नुहोस् त पर माउन्टेन हेर्नुहोस् त पर पहाड यहाँबाट निस्किने रहेछ नि त भ्यू चाहिँ सो हिँडिरहेको छौँ हामी यहाँ माथि स्काई वकमा पछाडि स्काई वक देख्नु हुँदैछ तपाईँले हामी माथि आइपुग्यौँ सो अब यहाँबाट चाहिँ हिँडिन्छ स्काई वक चाहिँ अहिले यहाँ छ तल मान्छेहरू हिँडिरहेछ पेलिङ अति नै भव्य सुन्दर राम्रो लाग्यो जग्गा आज बिहान हिँडेको हाम्रो अब दिनभरि घुमिरहेको छ एकदमै मनोरम दृश्य हेर्नु एकदम सुन्दर जग्गामा आइपुगेको छ आज हामी र अति नै हामीले मजा गरिरहेको छ मजा आइरहेछ है त ओके
चस्मा चाहिँ आँखामा लाउनु पर्ने परेलामा लगाइराख्नु भएको छ एउटा खिचिदिन्छु ल त यस्तो ठाडो यसरी